हाई एभ्रिवान, वेलकम टु माई फर्स्ट मिनी ब्लग। आज चाहिँ मैले लाइफकै फर्स्ट टाइम मिनी ब्लग गर्दैछु। अनि यो चाहिँ अस्ति नैको भिडियो हो। आज भर्खर भोइस ओभर गरेको। यो दिन चाहिँ मेरो हस्बेन्डको छुट्टी थियो, त्यही भएर मेरो छोरीलाई चाहिँ जहिले बाहिर खेल्न जानुपर्छ। अनि हामी बस्ने नजिकै खेल्ने ठाउँहरू छ, बिच पनि छ। अनि ऊ जहिले जाने हुन्छ पापाको छुट्टीको दिन। त्यसपछि पापाले बोक्नु पर्यो अरे। हावा चलेको थियो यति र घाम पनि उस्तै लागेको थियो। त्यसपछि हामी गयौँ खेल्न। त्यसपछि अब छोरी मात्र खेल्ने कुरा भएन, आमा पनि हल्का खेल्नै पर्यो। छोरीले मम्मी आउनु भनेपछि आमा छोरी खेल्न थाल्यौँ। अनि फेरि छोरीले मम्मी यहाँ नखेल्ने, अब अर्को ठाउँ जाऊँ भनिन्। त्यसपछि उसलाई एक ठाउँ खेल्न मन पर्दैन, फेरि माथि चढी छोरी। अनि त्यसपछि यति रमाउँछ हावा चलेर हेर्नु न, यस्तो हावा चल्थ्यो उडाउला जस्तै। उसलाई फेरि जहाँ चढ्नुपर्छ, जहाँ पुग्नुपर्छ है। अनि त्यसपछि माथि चढेँ। अनि माथि चढेर फेरि ओर्लिन खोज्दैछ, अब यहाँ होइन मम्मी, अर्को ठाउँ जाने भने। त्यसपछि फेरि यहाँ आएँ। यहाँ आएर बच्चाहरू अरू पनि कति धेरै थियो। अनि उसलाई फेरि हेर्नु न, यत्रो छ, उसलाई फेरि त्यो कत्रो ठाउँमा चढ्न पर्ने फेरि के। चढेर फेरि अर्को ठाउँ जाने मम्मी भन्दै थिएँ, यहाँ जम्पिङ गर्न पऱ्यो अरे। त्यहाँ पछि फेरि यहाँ पनि भएन, अब अर्को ठाउँ जाने। उसलाई त यति रमाइलो लाग्यो, यता कुद्ने उता कुद्ने। आमामा ल हेर्नु न, त्यहाँ चाहिँ अलिक ठुलोहरू जाने रहेछ माथि। उसलाई फेरि चढ्नै पर्छ। अनि फेरि जहाँ पुग्छ तर फेरि मम्मी पापा हुनुपर्छ कि, हेर्दै जाँदैछ मम्मी हुनुहुन्छ कि पापा हुनुहुन्छ कि हुनुहुन्न भन्दा पछाडि फर्किँदै हेर्दै चढ्दै जाँदैछ। ल हेर्नु त त्यहाँ ल त्यसपछि फेरि मम्मी आउनु भनेपछि ममा छोरी पनि फेरि यहाँ उफ्रिन थाल्यौँ। के गर्नु, हेर्नु छोराछोरी भएपछि आमा पनि केटाकेटी हुनुपर्ने रहेछ भन्ने कुरा थाहा पाउँदैछु। त्यसपछि बाहिर निस्केको, फेरि उसलाई यहाँ नखेले भएन एकछिन। यहाँ त एकछिन खेल्ने मम्मी भन्छन्। त्यसपछि यहाँ खेल्न थालिन्, एकछिन वेट गर्नै पर्यो। अनि त्यसपछि चाहिँ हामी घर फर्क्यौँ। घर फर्किँदाखेरि मम्मी फोटो खिचौँ भनेको, उसलाई मम्मी मलाई घुमाउनु, हुरुरु घुमाउनु भन्छन् जहिले। त्यसपछि घुमाउन पर्यो। ल बाई।